आज हामी नेपालका पपुलर र पावरफुल नेताहरूलाई र्याङ्क गर्दैछौँ। यी नेताहरू हाम्रो र्याङ्किङको कुन पोजिसनमा पर्छन् त? सुरु गरौँ गगन थापाबाट। नेता राम्रो हुन्, पार्टीलाई नयाँ बनाउने प्रयास पनि गरे, तर कता कता दाइ बाबुजीको छायामा परे। प्रयास गर्दा निकै ढिलो भइसकेको थियो। त्यसपछि चुनाव पनि हारे। अबको 5 वर्ष खासै इन्फ्लुएन्सियल नहुने भएकाले गगन थापालाई सिधै सी र्याङ्किङमा। अब पालो खुसबु ओलीको। मान्छे राम्री छिन्, इन्टेलिजेन्ट पनि छिन् र बोलीमा पनि दम छ। तर राप्रपामा हुन्जेलसम्म खासै इम्प्याक्ट गर्न सक्ने अवस्था देखिँदैन। त्यसैले उनलाई डी र्याङ्किङमा राखिन्छ। ज्ञानेन्द्र साई इज डिसेन्ट, सदनमा प्रश्न राम्रै गर्छन्, कुरा पनि ठिकै गर्छन्, तर खुसबु ओली जस्तै उनी पनि डी टायरमै हो। अब पालो सबभन्दा गाली खाने नेता हर्क साम्पाङको। उहाँको भिजन एकदमै राम्रो छ, यसमा दुईमत छैन। पर्सनल्ली मलाई पनि एकदमै मनपर्छ, तर उहाँमा क्यारेक्टरको कमी देखिन्छ। आफ्नो बोली र व्यवहारकै कारणले अहिले उनलाई ई टायरमा राख्न सकिन्छ। यस्तै व्यवहार रहिरह्यो भने चाहिँ भोलि बिहान एफमा पनि झर्न बेर लाग्दैन। कुलमान घिसिङ उनी पोलिटिसियन भन्दा पनि अझै कर्मचारीकै तरिकाले बिहेभ गर्दैछन्। देश उज्यालो भइसकेको अवस्थामा पनि उनी अझै त्यही लोड सेडिङकै पुरानो एजेन्डा बोकेर हिँड्छन्। त्यसैले कुलमानलाई पनि अहिलेका लागि ई लिस्टमा राख्छौँ। केपी शर्मा ओली राजनीतिमा कमब्याक किङ मानिने केपी ओली अब भने ब्याकै हुन नसक्ने गरी थचारिएका छन्। जेन्जी आन्दोलन, चुनावको नतिजा र आफ्नै पार्टीभित्रको ब्याकल्यासले गर्दाखेरि उनलाई सिधै एफ लिस्टमा राखिन्छ। प्रचण्डको कुरा गर्दा उनी अलि फरक छन्। केही न केही तिगडम लगाएर भए पनि सधैँ रिलेभेन्ट बनाइरहन्छन्, तर अहिले खासै इम्प्याक्टफुल नभएकोले उनलाई चाहिँ हामीले डी लिस्टमा राख्छौँ। शेरबहादुर देउवा जेन्जी आन्दोलनको सबैभन्दा बढी इम्प्याक्ट परेको नेता नै देउवा हुन्। पार्टीको सभापति पदबाट समेत हटेपछि उनी सिधै एफ लिस्टमा पर्छन्। अब कुरा गरौँ सुदन गुरुङको। रवि र बालेनलाई मिलाउनेदेखि लिएर कसैले नसोचेको गृह मन्त्रालयको पदमा दुई पटक नियुक्त हुने सामान्य कुरा होइन। उनको यो इम्प्याक्टलाई निकै गम्भीर तरिकाले लिनुपर्छ। त्यसैले सुदन गुरुङलाई सिधै एमा राखिन्छ। स्वर्णिम वाग्ले विश्व प्रख्यात इकोनोमिस्ट, रासोपाको उपसभापति, उनलाई सिधै ए लिस्टमा राख्न सकिन्छ। रवि लामिछाने 182 सिटको सभापति र रासोपाको बलियो जग बसाल्ने मान्छे नै रवि हुन्। यद्यपि उनी अहिले सरकारको फ्रन्टलाइनमा नभए पनि सरकारको असली चाबी चाहिँ उनकै हातमा छ। त्यसैले रवि लामिछानेलाई निर्विवाद रूपमा एसमा राख्न सकिन्छ। र फाइनल्ली बालेन शाह काठमाडौँको मेयर हुँदै केपी ओलीलाई उनकै गृह जिल्लाबाट क्लिन स्विप गरेका बालेन आज सिङ्गो देशको आशा र केन्द्रबिन्दु हुन्। त्यसैले उनी यो लिस्टको शीर्ष स्थान अर्थात् एसमा पर्छन्। यद्यपि प्रधानमन्त्रीको रूपमा उनको काम कस्तो हुन्छ भने हेर्न बाँकी नै छ। हाम्रो र्याङ्किङमा नहटाएका यी नेताहरूलाई तपाईँले कुन पोजिसनमा राख्नुहुन्थ्यो कमेन्ट गर्नुहोला।